हाम्रो घर चाहिँ जाँदाखेरि यो जङ्गल काटेर जानुपर्छ माथि माथि देखाएको छ यति ठाउँ देखाएको छ हो यहाँ के हो यो त्यतिरै हो मेरो घर चाहिँ सुजु आज कहाँ छ भनेर हेलो साथीहरू दर्शक नमस्ते अनि सन्चै हुन्छ अनि म पनि सन्चै छु म हुँ सुजु मल्ल अनि हजुरहरूलाई स्वागत छ सुजु मल्ल युट्युब च्यानलमा अनि सधैँ जस्तै नयाँ न्यू भिडियो लिएर समस्त भइसकेको छु मलाई विश्वास छ मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा साथ मैले यो भिडियो हजुरको सामु स्टार्ट गरिरहेको छु साथीहरू अनि साथीहरू मैले बिहान काम सकाइसकेँ बिहान काम सकाएर अब मैले म कहाँ जानु लाग्यो भनेर भन्नुपर्दाखेरि चाहिँ म आज गाउँ जाने हो अनि त्यही भएर मैले चाहिँ भिडियो स्टार्ट गरेँ अब म तयार हुन्छु अनि म जान्छु साथीहरू हेर्दै जानु होला अनि मैले हाम्रो गाउँ जाने बाटोहरू कस्तो कस्तो छ अनि कस्तो छ म सबै देखाउने छु हजुरहरूलाई हेर्दै जानु होला अनि माया गरिदिनु होला अनि नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला अनि पुरानो साथीहरूले पनि फुल भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै अब म तयार हुन्छु हस् हेर्दै जानु होला गरिसक्यो हो ल साथीहरू मैले कपडा पनि लगाइसकेँ यो कपडा मलाई सुहायो कि सुहाएन अनि म यही हो मेरो मेकअप भनेको यही हो कि म केही गर्दिनँ अरू चाहिँ कति फोन गरेँ हजुर अब यहाँ भिडियो बनाइरहेको छ हजुर ल साथीहरू म तयार परेर म अब हिँड्न लागेको साथीहरू ल अब चाहिँ म जान लागेँ साथीहरू हेर्दै जानु होला अनि मैले बाटोमा के छ कस्तो छ सबै देखाउने छ हजुरहरूलाई मेरो फुल भिडियो हेरिदिनु होला भिडियो चाहिँ स्किप नगरिदिनु होला भन्दै म अब हिँडेको मैले ब्याग सेकेन्ड मैले बोकेँ बाबुले मेरो झोला बोकेर अगाडि गइसक्यो अब म घरबाट हिँडेँ ल हेर्दै जानुहोस् है साथीहरू म चाहिँ हिँडेँ अनि यही हो मेरो फाइनल लुक्स भनेको यही हो म त त्यस्तो विशेष मैले विशेष नक्कल पाएर मलाई आउँदैन क्या उस पनि मेकअप गर्दिनँ मैले सिर्फ एउटा सनस्क्रिनबाट लिपस्टिक गाजल चाहिँ म लगाउँछु अहिले होइन त्यही हो मेरो मेकअप भनेको पनि जे भने पनि यस्तै हो अब म हिँडेको म चाहिँ उहाँ चाहिँ कति बजी पुग्नुपर्छ भने 11 बजी म गाडी चाहिँ 11 बजी चढ्ने हो तर मलाई चाहिँ 10:30 बजीसम्म आउनु चाहिँ भनेको क्या किनभने म हिजो जाने मान्छे हो तर मैले चाहिँ हिजो मलाई यत्रो एलर्जी भएको थियो क्या मेरो यहाँ मुखमा अनि त्यही भएको भएर म हिजो हिँडेन अनि मैले फोन गरेर काउन्टरमा फोन गरेर म आज जान सक्दिनँ मलाई सन्चो छैन अनि म चाहिँ भोलि जान्छु ल भनेर भनेको हुन्छ भन्यो अनि मलाई अगाडिको सिट मिलाइदिनु है भनेको हजुर चाहिँ ल 10:30 बजीसम्म आउनुहोस् अनि ल हजुरलाई अगाडि सिट मिलाइदिन्छु भनेछ तर हेरौँ जाँदैछु गइसकेपछि पाउँछु या पाउँदिनँ त्यो थाहा छैन म हजुरलाई वहीँ गएपछि फेरि देखाउने छु हेर्नुहोस् ल साथीहरू म यहाँबाट चाहिँ फलफुल चोकसम्म चाहिँ अटोमा जाँदैछु है हेर्दै होला सिट चपाएर यहाँ पछाडि बुवाहरू बस्नुभयो अनि त्यही भएर झोला पछाडि राखेँ अझै यहाँ अगाडि बसेर फेरि जान लागिरहेको साथीहरू अब फेरि म अटोमा जाँदैछु अनि अहिले उहाँ गएर गाडीमा चढेको ल है साथीहरू म चाहिँ जाने यो जिप हो म जान्छ यो जिप हो गाडी नम्बर कति हो हेर्नु पऱ्यो पहिला ल गाडी 37 यो कति हो यो 69 कति यही गाडीमा म जाने चाहिँ पाल्पा अब म हजुरलाई देखाउने छु अहिले हाम्रो जाने उता जाने बाटो कस्तो कस्तो छ भनेर अनि म चाहिँ थोरै सामान लिन्छु है एउटा कुराहरूलाई के सामान लिन्छु ल हेरि जानु होला यही हो काउसतीको बजार हामी जाने बाटो यो बाटो जाने हो कि हामी चाहिँ अब हामी चाहिँ यो बाटो जाने मास्तिर जाने हो कि र डाँडा हुँदै जाने हो हेर्दै जानु ल म सबै बाटो देखाउने छु साथीहरू मैले चाहिँ यो कुरकुरीहरू अनि त्यसपछि स्याउ सुन्तला अङ्गुर किनेँ अब मलाई चाहिँ बाटोलाई खाजा अनि रहल चाहिँ बुढाहरूलाई अनि बुढाहरूलाई चाहिँ उतै गएर किन्ने हो यहाँ त केही पनि किन्दिनँ यहाँबाट किन्नु बोक्नु परेन वहीँ गएर किनेर माथि उकालिदिनु पर्ला अनि किन्नु पर्ला साथीहरू हेर्दै जानु होला अब गाडी जाने बेला भइसक्यो अब 10 मिनट मात्रै बाँकी छ गाडी हिँड्नलाई मेरो चाहिँ बाटोको खाजाहरू चाहिँ रेडी भइसक्यो मैले लिएर हिँडिसकेँ साथीहरू
हामी चाहिँ अब गाडी स्टार्ट भयो अब हामी त्यतिर लाग्यौँ यति जानु होला मैले चाहिँ हाम्रो गाउँको जाने बाटो कस्तो सबै देखाउँदैछु भोलि भिडियो स्कुलमा हेरिदिनु होला अब पनि भिडियो है साथीहरू फर्स्ट स्टार्ट नै हाम्रो अब कोही छैन आउनु दलदल जाने हो है हे भगवान् साथी हामी दलदल गरेर जाँदै यो चाहिँ काउस है साथीहरू हामी चाहिँ यहाँ अवस्थित हुने ठाउँहरू अब बाहिर बजारमा जस्तो अब टोयलेट साइटहरूको को व्यवस्था हुँदैन नि त अब यतातिर आइसी डाँडा काँडामा खोल्सा खोल्सी धाउने हो ल हेर्नुहोस् यतातिर कस्तो हो ठाउँहरू हेर्नु त आमा यत्रो डाँडा काँडा छ हेर्नु न ल हेर्नु यस्तो छङ्गाछुर भिरहरू छ देख्नुभएको छ कि नै हेर्नुभएको छ नि ल ल है साथीहरू हेर्नु त आमा यस्तो भिरहरू छ यस्तो भिर छ आमा यस्तो भिरहरू छ दा यता हेर्नु साथीहरू हजुर ए यहाँ माथि छ अझ माथि छ कि यहाँ यो रोड भयो नि यो रोडबाट यस्तो माथि चाहिँ यस्तो माथि चाहिँ यस्तो हो डाँडा अन्त यस्तो छ हाम्रो कति जाने बाटो चाहिँ यस्तो हो साथीहरू अन्त यहाँबाट तलतिर हेर्नु कस्तो छङ्गाछुर मा हेर्नु त भिर यस्तो ल साथीहरू यता जानु होला सुजु आज कहाँ छ भनेर ल
स्क्रिनसट है यो चाहिँ ल हेर्दै जानु ल अरू पनि देखाउने छु मैले हजुरहरूलाई कुकुरसँग डराएर हो कि अझ कसरी मसँग हान्छको लागि कस्तो फरक लगाइदिएछ असारे झ्याम्मै टोक्ला है टौरेन के गोसालाई त्यो कुकुरले लाउनु खोज के उस हुन्छ अरे अबिज हुन्छ अरे सिलो रान्छ टोका ए टोक्छ टोक्छस् टोक्छ हैन अहिले क्यापी बाजेर के साच्ची हो माया गर्नुपर्छ पुलिस भने चिनेछ के है बाबु है यो बेसर लरे थाके छ के यो अलरेडी हो त ल किन हो रे छोड दे ह जिस्क्यो न कुकुरसा लड्नु भएछ कुकुरसा लड्ने त छोड दिदैन मलाई किन टोक्छ ल जल्दी ल ल त्यहाँबाट गएर पिट लादे हामी चाहिँ अहिले डेढगाउँ आइसक्यौँ हामी डेढगाउँ अकला देवी मन्दिरमा यो भनेको हाम्रो यतातिर पाइमा पर्ने यो मन्दिर हो क्या अनि हाम्रो गाउँठाउँबाट धेरै जस्तो यहीँ पूजापाठ गर्नलाई आउनुहुन्छ एउटा विश्वास त हो होइन यो अकला देवी मन्दिर साथीहरू हामी पूजा गर्नु हुँदैन तैपनि यसो जाम हेरौँ तलतिर मन्दिरतिर यसो गएर आइदिउँ न भनेर भिडियो सुरु आइदिउँ छोरा छोरा भनी भनेर आएको साथीहरू
यही अक्कलादेवी मन्दिर यस्तै हो साथीहरू। ए यस्तो छ क्या हाम्रो त्यो गाउँतिर यस्तो छ क्या यहाँ। यो भनेको डेढ गाउँमा है, डेढ गाउँ। हजुर जानु न अब यसै हेरेर आऊ। फुला भित्र फुला छ हो त छैन त नि। ल यो साथीहरू म हुँ जाम कि नजाम। म चाहिँ यो मन्दिर नआएको धेरै वर्ष भयो। आउने मेरो एउटा भक्कल थियो तर पनि आउँछु कुनै दिन। कहिले सन्जोग नमिल्ने भयो यहाँ आउनलाई, नमिलेर हो। यही हो अक्कलादेवी भनेको है, डेढ गाउँमा भएको अक्कलादेवी भनेको यही मन्दिर साथीहरू। म उहाँ चाहिँ गएन किनभने हामीलाई जुठो छ नि त, भर्खर हामी जुठोबाट निक्लेको, त्यही भएर म उहाँ चाहिँ पुगेन साथीहरू। यही हो अक्कलादेवी मन्दिर भनेको चाहिँ। ल यहाँ परेवाहरू, यहाँ सानो घरहरू। ल यही हो साथीहरू, हेर्दै जानु होला। अझै म त पुग्नै छ, अझै मलाई पुग्नलाई चाहिँ आधा घन्टा लाग्छ है। आधा घन्टापछि बल्ल म घर पुग्छु, पैसा पुग्छु। अनि त्यसपछि हजुरलाई चाहिँ फेरि देखाउने छु त्यता फेरि कस्तो छ भनेर। हेर्दै जानु होला, भिडियो चाहिँ स्किप नगर्नु होला। ल अहिले चाहिँ म राखेँ कि के हो। ल यस्तै हो साथीहरू, हेर्दै जानु होला। डाँडा काँडाहरू यस्तै हो साथीहरू। हजुर यस्तो गरेर फोटो राखिदिन्छु है मैले एउटा उसमा अगाडि यस्तो गरेर बसेको। कहाँ जिमाले ल साथीहरू, म चाहिँ अहिले यहाँ घर आइपुगेँ। अनि हाम्रो चाहिँ यही हो माइत, यही हो। यहाँ पनि छ, माथि पनि छ। हेर्न लाटो मामा। मारे बिचरा लाटा मामा भरे अझै नै यस्तै छ। बुढो भयो। साथीहरू राम्रो देखेछ। बुढो भयो आफू त। ल साथीहरू म चाहिँ यहाँ आएँ। अझै म देखाउँछु हजुरहरूलाई, हेर्दै जानुलाई। हामी चाहिँ यही हो। कतिको तोलियो यहाँ जाँतो छ। यस्तै हो साथीहरू। ल अझै हाम्रो यहाँ बाख्रा पनि छ यहाँ नि त। ल अझ आएर होला अझै। ल साथीहरू हेर्दै जानु ल। ल है साथीहरू, म चाहिँ यहाँ हाम्रो नन्दको घरमा आएको किनभने नन्द चाहिँ उतै माथि घाँस काट्दै बसिन्छ उता माथि मेरो भान्जी। अनि हाम्रो यतातिर गाउँ यस्तो हो क्या, मेरो फेरि घर उयो माथि हो। यो चाहिँ हाम्रो यो बजार गर्ने ठाउँ नै यही हो यहाँ तल। अनि यस्तै हो यहाँको हाम्रो गाउँठाउँ यस्तो छ है। ल हेर्नु साथीहरू, थकै लाग्यो। ए भैँसी बाख्रा पाल्नु भए। ए आफूलाई त्यो फुलेको कस्तो रे? ए छारी पनि हालिदिएको। यो चाहिँ कालीगण्डक है साथीहरू। ल ल मेरो भिडियोमा हाई भन्दैछु त। अनि उयोमा चाहिँ हाम्रो फुजूको घर हो क्या, नन्दको सासूको क्या। अब म यहाँ जान्छु, फुजूसँग भेट्छु। अनि हाम्रो घर चाहिँ जाँदाखेरि यो जङ्गल काटेर जानुपर्छ। माथि माथि देखाएको छ, यति ठाउँ देखाएको छ हो यहाँ के हो। यहाँ त्यतिरै हो मेरो घर चाहिँ। अहिले चाहिँ हामी कोही पनि बस्दैन त्यहाँ माथि चाहिँ। अनि त्यही हो नन्द हो मेरो नन्द। ल साथीहरू त्यहाँ आउनु भएको छ है त। मुवा होइन यहाँको मुवा। ए ल नन्द दर्शन
अनि ल साथीहरू म चाहिँ अहिले माथि गएर फुलदान देखाउँछु अहिले यति नै मेरो भिडियो बाई फेरि अर्को भिडियोमा भेटौँला